आज म जाँदैछु यो गोरुलाई टक्क लाएर यो यस्तो खेतमा जोत्नलाई। अनि पछाडि हुनुहुन्छ हाम्रो बोस, उहाँको नाम रहेको छ डोल्पाली उगास। अनि देख्न सक्नुहुन्छ यो गोरुले कसरी जोत्छ। एउटा गोरु मात्र देख्नु भएको छ, यसले कसरी जोत्छ कसरी तान्छ होला भन्ने कुरा जान्न चाहनुहुन्छ भने यो भिडियो फुल हेरेर बस्नु होला। ओके, अब तपाईहरुलाई म एउटा चीज देखाउँछु, डोल्पाको अर्गानिक, यहाँको सबभन्दा इम्पोर्टेन्ट, एकदमै राम्रो, बाहिरतिर एकदमै महँगो जाने फलफुलको बुटा। यो त स्याउको बुटा यस्तरी फुलेको छ। यहाँ साइडमा यसलाई भन्छ स्याउ फारम। यसमा भदौ असोज कार्तिक मङ्सिर पुस माघको महिना चाहिँ स्याउ फालाफाल हुन्छ। तपाईहरु खाने भए डोल्पा आउन सक्नुहुन्छ। मात्र एउटा दाना फ्रीमा, दुईटा दाना पनि फ्रीमा, तीनटा पनि फ्रीमा, सबै फ्रीमा। ओके, काली लागेको हरिको चाल भो, बाचुन्जेलसम्म पनि गुरु जोतै बेहाल भो। यहाँबाट तल देख्न सक्नुहुन्छ तपाईहरुले यो ओखरको बुढाहरू है। यो ओखरको बुट्टाहरू यहाँ यस्तो हुन्छ हैन। अहिले चाहिँ हरियो हरियो भएको छ। गाउँ देखो त हाम्रो एकदम ब्युटिफुल गाउँ। ल यो गाउँ है, यो गाउँ कस्तो छ तपाईहरुले कमेन्ट गर्नु होला। अबको केही समयपछि यो गाउँमा मोटर बाटो पनि पुग्ने सम्भावना छ। पारी देखाउ त, खनिसकेको छ हैन, त्यहाँबाट आधीसम्म खनिसकेको छ। अनि त्यहाँबाट यता आउनलाई चाहिँ लाग्छ होला लगभग 2-3 महिना लाग्छ होला। के उभिरहेछ ल, आइज यता कसको रहेछ यो, समात्दै यसलाई मार्नुपर्छ। यस्तरी बस्छ यहाँ। उठाउ त सोल्टी। ल यो चाहिँ उसको छोरो हो हैन, छोरो जसरी नै कुण्डा छोरो उठाएर लिएर छ। के छ छोरा, ठिक छ? सो अहिले चाहिँ हामी यो खेतमा आइसकेको छौँ र यहाँ गोरु पनि एकदम तम तयार अवस्थामा छ। यसलाई चाहिँ अगाडि लगाउनुको लागि चाहिँ अगाडि तानेर लिनुपर्छ हैन, ढिलो टक्क एक राउन्ड चाहिँ यसलाई ढिलो। यो लठीले हान न बडा, यो लठीले लौ। यसले अगाडि लिनु पर्यो भने चाहिँ अब मान्छे अगाडि हिँड्नुपर्छ, यहाँ गाह्रो छन्द सिकाउनु पर्छ हैन। अहिले जोतिरहेको अवस्था छ हैन। अनि मैले चाहिँ यसरी मकै हालिरहेको अवस्था छ। यसरी अनि हाल्न सकिन्छ र यो मकैलाई मुखमा हालेर यसरी हाल्न पनि सकिन्छ। यो दुई किसिमले हाल्न सकिन्छ हैन। जोत्न चाहिँ यसरी नै हो पुरै। अनि यहाँको माटो चाहिँ कमलो हुन्छ, त्यही भएर एउटा गुरु नै आवश्यक हुन्छ क्या, दुईटा भन्दा नि हैन, एउटा नै ठिक्क हुन्छ क्या। यहाँको यस्तो भिरालो जग्गाहरू पनि चाहिँ यो जग्गामा दुईटा चाहिँ अलिक कम्पिटिसन हुन्छ हैन, जुत्छ त्यसपछि लड्न सक्छ। त्यही भएर यहाँको माटो अनुसार चाहिँ, कमलो माटो अनुसार चाहिँ एउटा गुरु न एकदमै बेस्ट हुन्छ। यताबाट हाल्नु हुन्छ भने चाहिँ एउटा, दुईटा, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25, 26, 27, 28, 29, 30, 31, 32, 33, 34, 35, 36, 37, 38, 39, 40, 41, 42, 43, 44, 45। यो ब्यागमा चाहिँ यसरी झिक्नुपर्छ है, टक्क लगाएर यसरी। अब एउटा लाइनमा चाहिँ लगभग 40-50वटा दाना जाने रहेछ है। मकैको यस्तो दाना चाहिँ 40-50वटा चाहिँ जाने रहेछ एउटामा चाहिँ। साथीहरू, हाम्रो यो डोल्पामा चाहिँ अब घर आएदेखि यस्तरी जोत्नुपर्छ हैन। यहाँ देख्न सक्नुहुन्छ यो गोरुलाई चाहिँ अलि नकुटाउँदा फेरि हिँड्दैन क्या, कुट्यो भनेर फेरि दुःख नमान्नु होला है। यसको चाहिँ किनकि यो गर्ने काम हो, यसलाई कुट्ने काम हो, यसलाई जोत्ने काम हो। त्यही भएर यसको काम चाहिँ यो जोत्नेमा हुन्छ क्या। दिल्से अलि मिचेर लगाइ बस। नाल ढिलो, अहिले 2 चोट लाग्नुपर्छ ढिलो। ल बहिनीले खाना लिएर आइसकेको अवस्था छ डोकोमा हैन। अनि भोक पनि लागिसकेको अवस्था छ र पेट पनि दुखिसकेको अवस्था छ। कलाएर आइसकेको छ। यहाँ चाहिँ खानाहरू चाहिँ हाम्रो खेतमा आइसकेको छ खानालाई हैन। यहाँ चाहिँ पानी भयो, यो भित्र चाहिँ भात होला, अनि त्यसमा चाहिँ दाल होला, अनि यो चाहिँ हाम्रो
गोरुको खाना है। यसलाई चाहिँ घाँस हो होइन। यो चाहिँ हरियो हुन्छ। हरियो चाहिँ यो कस्तो हुन्छ भन्दाखेरि म तपाईँहरूलाई भन्छु होइन, यो चाहिँ जस्तै हरियाली सिजनमा भनौँ न साउन भदौ असोजतिर चाहिँ यो काटेर यस्तो ठुल्ठुला रुख हुन्छ होइन वनमा, यो रुखहरूमा चाहिँ यस्तोमा चढाउँछ। अनि अहिले लिएर चाहिँ यो चाहिँ गोरुहरूको लागि एकदमै बेस्ट हुन्छ क्या। अहिले खानालाई चाहिँ यो हरियै देखिन्छ होइन, तर सुकेको हरियो देखिन्छ क्या। टेस्ट चाहिँ एकदम बबाल हुन्छ अरे। चाहिँ यसले पनि खाना लागिरहेको छ दाल भात तरकारी होइन। यहाँ मजाले खाना लागिरहेको छ दाल भात तरकारी, यसले पनि खाना लागिरहेको छ। यता बोसले पनि हाल्दै हुनुहुन्छ र यो हालिसकेपछि हामीले खानुपर्ने हुन्छ। खाऊ न त अनि बड्डा खाऊ न त हो। खाना खानुभन्दा अगाडि यहाँ हात धुनुपर्छ, यो माटो लागेको हुन्छ होइन। गाउँघरतिर यस्तै सुके गर्ने। 5 स्टार होटलको खाना टक्क लगाएर भात दाल तरकारी 4 जना फ्यामिली। यस्तो खाएछ यस्तो मिठो पुरै छ एकदम, पुरै चिल्लो छ यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले। यो चाहिँ सिमीको दाल होइन, अनि यो चाहिँ भात, यो चाहिँ मूल के हो यो बन्दाको यो तरकारी, यसले भुटेको खुर्सानी। हाम्रो चाहिँ जोतेर सकिसकेको अवस्था छ। अनि अहिले चाहिँ हामी घर फर्किन लागेको होइन। नि त्यहाँ आउँदैछ केटो चाहिँ गोरु लिएर। अनि जस्तो गर्मी भयो अहिले चाहिँ दिउँसोको 2 बजेको छ। अनि 2 बजे ठ्याक्कै सक्यो होइन। यहाँ चाहिँ शीतल रहेछ, यो रुख रहेछ, रुखको छाया चाहिँ यहाँ परेको रहेछ। आनन्द हावा आयो है। ठिक छ त, यो भिडियो कस्तो लाग्यो? यदि तपाईँले यो गाउँघरको भिडियोहरू इन्जोय गर्नुभयो, मजा आयो भने एक लाइक चाहिँ अवश्य गरिदिनु होला। बाई बाई।